नमस्ते, म डाक्टर अरुण झा। नेपालबाट आएको धेरै भइसक्यो, 30 वर्षभन्दा पनि बढी। तर बेलायत आएपछि पनि नेपालसँगको मेरो नाता बरकरार नै रह्यो। सधैँ चाहिँ हामी नेपाली डक्टर एसोसिएसन युके मार्फत नेपालमा केही मेन्टल हेल्थ प्रोजेक्ट गर्दै आएछौँ। लास्ट इयर जनकपुरमा यो माइन्डफुलनेस सम्बन्धी एउटा हामी वर्कसप गऱ्यौँ र त्यसको सफलतापछि अब हामी डिप्रेसनको लागि एउटा नयाँ मनोवैज्ञानिक उपचार आएछ, त्यसको चाहिँ हामी त्यसलाई उपलब्ध गराउन खोजिरहेछौँ। र त्यो सन्दर्भमा हामी अहिले TU टिचिङ हस्पिटलमा एउटा रिसर्च कार्यक्रम बनाउँदैछौँ, जसमा हाम्रो डाक्टर श्रीराम उपाध्यायजी लिड गर्नुहुन्छ र म यहाँबाट बेलायतबाट आफ्नो अनुभवले उहाँलाई सपोर्ट गर्दैछौँ। र केही दिनमा हामी अनलाइन माइन्डफुलनेस बेस्ड कग्निटिभ थेरापी भन्ने एउटा ग्रुप प्रोग्राम ल्याउने प्रयास गर्दैछौँ। यो रिसर्चले यदि नेपालमा यो सम्भव यदि छ भने हामी चाँडै उपलब्ध गराउँछौँ। त्यसैको लागि यो फेसबुक, युट्युब हामी बनाएर जो मानिस डिप्रेसन बिरामीबाट सफल गर्नुहुन्छ उनको लागि यो कार्यक्रम हामी गर्दैछौँ। ल त भेटौँला।